नमस्कार दर्शकबिन, हामी चाहिँ आज वर्तमान समयसम्म यो अन्तरालसम्म आइपुग्दाखेरिमा हाम्रो समाजका विभिन्न चाडपर्व, रीतिरिवाज, मूल्य मान्यतामा चाहिँ आएका फेरबदल परिवर्तन सम्बन्धी चाहिँ के कस्ता कुराहरू चाहिँ वर्तमान समयमा आएर परिवर्तन भएका छन् त्यो कुराको बारेमा छलफल गर्नको लागि आज म यहाँसम्म आएको छु र हामीसँग जोडिनु भएको छ हाम्रै श्री प्रकाश माध्यमिक विद्यालय लुमाका हेडमास्टर हाम्रो मानबहादुर खड्काजी जोडिनु भएको छ। सो म उहाँसँग चाहिँ केही प्रश्न सोध्न गइरहेको छु। भएको छ चाहिँ यो तपाईँको हाम्रो समाजमा के छ भन्दाखेरिमा चाहिँ पुरुष वर्गले चाहिँ पुरुष मान्छेहरूले चाहिँ बाहिरतिर काम गर्नुपर्छ, महिला वर्गले चाहिँ घरमै काम गर्नुपर्छ भन्ने हाम्रो पुरानो विश्वास छ, चालचलन छ र यो नेपाली समाजमा पनि त्यस्तै छ। सो यसमा चाहिँ तपाईँको त्यतिखेरको र अहिलेकोमा के परिवर्तन पाउनुहुन्छ कि अहिले पनि महिलाहरू चाहिँ आन्तरिक गृहिणी भएर घरभित्रकै काममा सीमित छन् कि अथवा बाहिरतिर लागेको पनि देख्न सकिन्छ अथवा उभिरहेको जस्तो के परिवर्तन पाउनुभएको छ यसमा? अहिले त पहिलेको भन्दा धेरै परिवर्तन छ। पहिले हाम्रो भन्ने चलन हुन्थ्यो छोराको टडादन छोरीको कुटादन भन्ने हुन्थ्यो। हामी घरमै सीमित बनाउँथ्यौँ केटीहरूलाई, महिलाहरूलाई। पुरुषहरू जाने बाहिरतिर कमाउने, भारी बेकारी गर्ने, हरेक कुराहरू गर्ने गर्थ्यौँ। अहिलेको जेनेरेसनमा चाहिँ अहिलेको अवस्थामा महिलाहरूले पनि आफ्नो कमाउन सक्ने, आफ्नो छोराले पनि बन्न सक्ने, उनीहरूसँग पनि अधिकार पाएका पनि देख्छु। त्यसमा चाहिँ तपाईँ सकारात्मक सोच छ। अर्को छ तपाईँको चाहिँ यो हाम्रो जुन कला संस्कृति सँगसँगै हाम्रो विभिन्न पुराना प्रथाहरू छन्, जस्तै छाउपडी प्रथा छन्, हाम्रो ट्योकी प्रथा छ, त्यसपछि त्यो धामी जाग्दी पनि भयो एक प्रकारको प्रथा। यी कस्ता कस्ता त्यतिखेरको समयमा कस्ता कस्ता प्रथाहरू प्रचलित थिए र अहिले चाहिँ यो तपाईँको ग्लोबली नै विश्व समुदायमा चाहिँ अलिकति शिक्षाको क्रम एकदम बिस्तारै रूपमा बाँडिएपछिमा चाहिँ अहिले यस्ता कस्ता प्रथाहरू हट्दै गएका छन्, त्यसमा के कस्ता परिवर्तन आएका छन्? यसमा त पहिले भन्दाखेरि त हाम्रो पूर्ण रूपले छापडी प्रथा चाहिँ पुरा चाहिँ उ थियो। हेर्नुहोस्, छापडी प्रथा हामी बढी फोकस गर्थ्यौँ कि छुई परेको मान्छेले घरभित्र आउनु हुँदैन, टाढा बस्नुपर्छ। अनि दलितहरूलाई चाहिँ हामी जति वर्षले खाना हुँदैन, दलित छुवाछुत पाँच रुपा हाल्ने चलन थियो, छिटो हालेको चलन थियो भने अब अहिलेको अवस्थामा हामी त्यो छाउपडी प्रथा अनि त्यो दलित छुवाछुतको कुरामा अहिले त सबैले समय विषयमा विभेद देखिँदैन। पहिला विभेद ठुलो विभेद थियो, अहिले चाहिँ धेरै परिवर्तन भएर हामी समय बस्ने सुधाइ विभेद मुक्त भयो। भनेपछि शिक्षाको पहुँचसँगै यस्ता प्रथाहरू चाहिँ हट्दै गएको समाजमा चाहिँ निर्मूल हुँदै गएको तपाईँले पाउनु भयो। सो तपाईँको लागि अब एउटा अन्तिम प्रश्न रहेको छ। यो चाहिँ मैले पनि महसुस गरेको कुरा हो। तपाईँको के छ भन्दाखेरि जति यो समाज चाहिँ अगाडि विकसित हुँदै गएको छ त्यति युवा पुस्ताहरूमा चाहिँ हाम्रो पुराना हाम्रा बाउबाजे पुर्खाहरूलाई चाहिँ जुन गर्नुपर्ने सम्मान छ त्यसमा चाहिँ अलिकति तिरस्कृत, अलिकति अपहेलित गरेको देख्न मैले चाहिँ महसुस गरेको छु। यसमा तपाईँको के विचार छ? यसमा चाहिँ ठ्याक्कै चाहिँ आखिरमा अहिलेको युवाले बुझेको मान्छेले त झनै राम्रै सम्मान स्वीकार गर्नुपर्ने हो। अब अहिलेको युवाले पहिलेको जस्तो हामीले चाहिँ जेठो घाटो मान्ने, अनि एउटा बोल्यो भने ल यतै